ल अब धेरै समय पछाडि हामी फेरि माथि एउटा पोखरीमा घुम्न गएको थियौँ। एकदमै रमाइलो भयो, एकदम राम्रो मेमोरी भयो। आजको दिन एकदम यादगार भएको थियो। बाटो पनि राम्रै थियो, सबै राम्रै भयो। हाम्रो दाई, मामा, माइजू, बहिनी, दिदीहरूसँग एकदम रमाइलो भयो, घुमियो, एकदम रमाइलो गरिरह्यो, खाइयो। म चाहिँ अब यसमा चाहिँ अब खाने चाहिँ अब म चाहिँ अब मासु नखाने मान्छे, अब थुक्निलले बसे खाएको हेरेर खाएको देख्नुहुँदैछ। आमा राक्षस जस्तै छ। लु म चाहिँ बाँदर जस्तो रुखमा डुल्दैछु। अब ढिलो नगरी आजको भ्लग सुरु गरौँ हामी। ल निस्काउँछ नि दुईजना त मालिक भइहाल्यो अनि सुरु भइसक्यो दाइ। एउटा एउटा एक्सट्रिम बोकौँ होइन? पानी एकअर्कामा त बोकिरहेको ल यहाँ दाइ बहिनी यता हेर है। सिधै खुडी सिधै जाने बाटो माइजू माथि हाई सिकाउनुहोस्। वाउ ल हामी त माथि चाहिँ माथि मधुमला छौँ। आउनु न सिधै खुडी भन्नु। मधुमलाको पुल त आउनु न। खुडी जाने बाटो खुडी भन्नु न। खुडी जाने बाटो खुडी होइन, खुडी जाने बाटो आउनु न। खुडी जाने बाटो के छ भने तपाईँ खाडी अरू त भिडियोमा नआउने भयो अब। पहिला खोला थियो। Wow.
दाइ के छ दाइ अँ? तेल दाइ तेल 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 किलोमिटरबाट यता तेल दाइ यहाँ? तेल हो तेल दाइ अनि म बेच्छु यता तेल हो त दाइ लड्यौँ नि अनि यसमा कसरी लड्यो नि हौ अनि दुईजना ल आइपुग्यो भिडियो गर्नु होला ल आफू बोल्दैछ यहाँ त मेरो कपाल चाहिँ भयो होला खै बहिनी म यो लड्ने मान्छे चाहिँ लडेको नि भिडियो आएको छ अध्यक्षको हो नि त यहाँको अध्यक्षको यो ल कपाल चिङ्रिङ भएको आउँदा आउँदै यस्तो अवस्था लु कसरी के गर्ने सानो मामा आउँदैछ अब छैन फेरि कता कता गइँदैछ अब यहाँ मासु पोल्नु नमिल्ने रहेछ अन्त त्यही भएर हामीहरू जाँदैछौँ ल अब हामी फिलहाल चाहिँ के गर्नु गा के किन्नु जाँदै गरेको दामी छ एकदमै होइन दाइ भयो अचम्म खिच्नु दाइ पर एउटा चाहिँ खिच्नुपर्छ होला साँच्चीको दाइ ल फोटो खिच्ने कार्यक्रम सकिसक्यो एउटा दाइ बनाइदिनु ल ठुलो पार्टीहरू जानु हुँदै थियो वाउ ताक्छ हाल्नु भन्नु त लागेन म त के लाग्यो हाल्दैन मामा अब के भन्नु हजुर यहाँ दामी आउँछ अब घाम आएछ अब लाइटिङ आएछ 1 to 2 वान हो तिम्रो कहाँ पुग्यो लु आफ्नो आफ्नो भागमा पर्यो भने सुरु गरौँ ओ भाइ खाए अच्छा अच्छा लु खाए म ल भाइ खाए
मासु ए टन्नै छ होइन म त खान्न नि त हो कता ल ए सादा खोइ भाइले सादा छैन खाने सुरु भइसक्यो दाइ के भन्नु छ एकदमै मिठो छ चिली पोखरी आज घुम्न आएको है एकदमै हाम्रो पासु बाउद्वारा यो बनिएको कुराहरू अब यो के हो पारा त अब दिदी चाहिँ देखाउनु नि खाए ल है खाए ल ल लगिसाउनु ल मण्डली ल मण्डली परिवार म चाहिँ मासु नखाएकोले गर्दाखेरि माइजू सबैले त हेर्नु है दाइ सबैले ह्यान्ड हालेर गरेको त्यो कामले भएको थियो त्यसले हातले लगाएको मासु कामै दोले सेटिस बनाएको आफै जादु ओइ हेर हेरे कति लाग्दैन अब चाहिँ खाइसक्यो लु म चाहिँ साधो भएर यो गुन्द्रुक सुन्दुक खाँदैछु पाक्दैछ कस्तो भयो त्यो। हामी दुईजना गयो हामी दुईजना भयो ल लिइहाल्नुहोस् त ल यहाँ छ ए बहिनीहरूको नि अब त्यो पेट खाली भइसक्यो यो सानो उयो सानो नदिनु भाइ चटनी फाक भयो जिन्दाबाद सबै दुसरा दाग छ छोड कहाँ म्याउ कराउँदैछ ओइ जङ्गली गएर बोजूलाई दिनु बोजूलाई खानु खाइसकेर भने घरमा लगेर राख्नु यहाँ ढुकुरे बाँझे सहिले माग्दैछ यो खाना चोखै छ यहाँ पाक्दैछ उयो सोल्टी त अब खाइ पनि सक्यो अब सुत्ने अनि घर जाने अल्छिमबाट अब धेरै धेरै आउँछ मनमा तिता मिठा चल्कोहरू कहिले काहीँ गीत बनेर Beamses, como había sido
वाट्सएप यहाँ कस्तो राम्रो यसरी म कुद्छु यहाँ त राम्रो आउँदैन बहिनी ल फोटो सेक्सन सकेर हामी अब फेरि मामे र मामिनी भएको जाँदैछौँ राम्रो छ क्या यो ठाउँ। ल फेरि अब ढुङ्गामा फोटो सेक्सन हुन जाँदैछ कुद्नु 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 अब कता कता लडी गइन्छ कति ठुलो रहेछ यो। गाह्रै दुखिसक्यो त। हिमा खै फोन देऊ त सामान पनि बिजी भयो। ओ फोटो सेक्सन पनि सकिसक्यो अब घर फर्किने हो चुपचाप यो अब यस्तो यहाँ देख्दाखेरि त केही नभए पनि यहाँनिर कप्लक्कै सुत्नु मोटै देखिँदो रहेछ मलाई त कप्लक्कै सुत्दाखेरि त घर जाने कार्यक्रम अब बाई बाई। बाई सुरु हुँदैछ ल अब हामी घर जाँदै गरेको बिचमा भिडियोहरू बना ल त्यहाँ तल रोकेर एउटा ठाउँमा चाहिँ भिडियो बनाउनु पर्छ ल दाइ जाउँ होइन बाई ल दाइ पिकनिकबाट फर्केर क्या रहेछ मधुमल्लामा अहिले
लु आजको हाम्रो यादगार पल मेमोरीहरू चाहिँ मैले छोटकरीमा यही भिडियोमा राखेर प्रस्तुत गरेको छु। अब चाहिँ म धेरै बोलिनँ, अब टाटा बाई बाई भन्न चाहन्छु। टाटा बाई।